दाइ कोही हुनुहुन्छ? हजुर सर नमस्कार। नमस्ते दाइ। भित्रै बस्नु। आज बिहान बिहान आएँ म है। हजुर अरू पनि सामान एक ल्याएको छु, एकछिन है त। भित्र हालौँ? हजुर हुन्छ म साइडमा हालिदिउँ न एकचोटि है। अरू सामान ल्याउँछु। त्यो सामानहरू नि ल्याइदिउँ न है। सामानहरू ल्याइदिउँ न है। सधैँ भित्रै हालिदिउँ है। हजुर हस्। हेलो नमस्ते नमस्ते नमस्ते। एक साइडमा हाल्नुहोस् होइन एकचोटि। ए ल साइडमा ल। किन रुनु भएको? नरुनु नरुनु दिदी नरुनु नरुनु। हिजो फेरि हस्टेल जानुभएको रहेछ तपाईँहरू होइन? म हिजो आउने खोजिआएको होइन। त्यही त म हिजो आउन खोजिएको थियो, भेट्न पाएन। अनि फेरि आज अनि बिहान बिहान आइहालेँ म त। शनिबार होइन, शनिबारको दिन। अनि हिजो हस्टेलमा चाहिँ के भन्यो बाबुको? के चेक? हस्पिटलमा चाहिँ अब रगतको चेक गर्नुपर्छ, प्रति सोममा अनि हाम्रो कोसिस गर्नुपर्छ भन्नुहुन्छ। ए जे होस् चेकअपकोमा चाहिँ जानु होइन। अब म चाहिँ दाइसँगै आएको आज होइन, दाइसँगै आएको। त्यही त दाइले फोन गरेर म आउँछु भनेर बाजा दिएको थियो नि त तपाईँहरूलाई एक दुई दिनमा होइन। अनि त्यो अनि तपाईँहरूले सानो अब खाद्यान्नहरू होइन यो बाबुको लागि। आउनुहोस् बाबु यता है, दिनुहोस् चक्लेट। मनपर्छ? वेलकम, आउनुहोस्। वेलकम। अनि यो चाहिँ तपाईँहरू ल्याउनुहोस् होइन, बोर्नभिटाहरू एकचोटि। दाइ पनि आउनुहोस् न यतै, म सामानहरू दिन्छु, तपाईँ लिनुहोस् न है। यो डेटल भइहाल्यो। तपाईँहरूको लागि अलिक सजिलो हुने गरी मैले सबै ल्याइदिन्छु कि सामानहरू। यसमा चाहिँ यो बिस्कुटहरू भइहाल्यो, बिस्कुटहरू भइहाल्यो। बाबु बाबु आउनु चक्लेट लिन। आउनु तल आउनु। खाना मिल्दैन है। ल्याउनुहोस् तर है। आउनुहोस्। खै त अर्को छोरा कहाँ हुनुहुन्छ? ल दिनु है उहाँले। अनि यो चकोज लिइहाल्नु। यो चिउरा ल्याएको छु। अनि यो चाहिँ तेल चिनीहरू ल्याएको छु, तेल चिनीहरू होइन घरको लागि। अस्ति मलाई